Hi everyone, आज चाहिँ म गुड न्युज लिएर आएको छु। भाषा एपमा चाहिँ अब नेपाली ब्रदर सिस्टर्सले मात्र इङ्ग्लिस सिक्ने होइन, अब जापानिजले, चाइनिजले, इन्डियनले, भियतनामिज, फिलिपिनो धेरैजनाले चाहिँ इङ्ग्लिस आएन भने भाषा एप डाउनलोड गरेर सिक्न सक्नुहुन्छ। सो इट्स अ बिग थिङ। हामीले कहिले पनि भाषा एपलाई चाहिँ यति ठुलो मान्छेहरूको बिचमा लान्छौँ भनेर हामीले सुरुमा सोचेको थिएनौँ, किनभने हाम्रो प्लान एउटै थियो, नेपाली ब्रदर सिस्टर्सहरूलाई इङ्ग्लिस ल्याङ्ग्वेज सिकाउने। तर हेर्दै जाँदाखेरि त नेपालीलाई मात्र होइन, अरू देशका मान्छेलाई पनि त इङ्ग्लिस ल्याङ्ग्वेज प्रब्लम रहेछ भनेर चाहिँ हामीले उहाँहरूलाई पनि हेल्प हुने गरेर अब चाहिँ कन्टेन्ट भाषा एप आउँदै गर्नु कुरा चाहिँ एकदमै ठुलो बिग ह्याप्पी न्युज हो मेरो लागि। र यो न्युज आउने दिनसम्म चाहिँ जति हजुरहरूले सपोर्ट गर्नुभएको छ, जति हजुरहरूले माया गर्नुभएको छ भाषा एपलाई, त्यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामीले धेरै मेहनत गरेर यो जर्नीमा आइपुगेको छौँ। इट वाज नट एन इजी जर्नी, तर वी आर भेरी ह्याप्पी एन्ड भेरी प्राउड। अब चाहिँ नेपाली ले मात्र होइन कि अरू देशका मान्छेले पनि इङ्ग्लिस ल्याङ्ग्वेज सिक्नलाई भाषा डाउनलोड गरे पुग्छ। अब मैले सारा संसारको अरू देशको मान्छेलाई पनि वेलकम टु भाषा भन्ने दिन आइसकेको छ। एन्ड आइ एम सो ह्याप्पी, सो प्राउड, आई फिल ग्रेटफुल. Thank you everyone for supporting. Have a great day.